दाजु दिल प्रसाद यस 20औं पुरस्कार वितरण अवसरमा यहाँ म उपस्थित हुँदाखेरि मेरो दाइ भाउजूले पनि मनैदेखि मुटुदेखि जा भाइ मनमा पनि पहिलो कुमारी दलबहादुर प्रसाद प्रधान माइलो पुत्र लालकुमार प्रधान र मेरो साइना दाजु गीता प्रसाद प्रधान र म कान्छो दलबहादुर प्रधान हाम्रो घरमा 4 भाइमध्ये 1 भाइ मभन्दा माथिको गीता प्रसाद आसाममा पढ्दै हुनुहुन्थ्यो 1977 2028 सालमा आसाम राज्यमा बोर्ड पास आसाम राज्यमा पढ्न जानको लागि डक्टर बनाउनको लागि त्यहाँको इन्डिया सरकारले सरकारी पोस्टबाट पढ्न जाने अवसरमा ब्रह्मपुत्र नदीमा पिकनिकको अवसरमा आफ्नै सँगै साथी ब्रह्मपुत्र नदीले बगाइ लाँदाखेरि उसलाई जोगाउन भन्नको लागि मेरो दाइ टीका पश्चात उहाँको 2 जना थिए ब्रह्मपुत्र नदीमा मृत्यु भयो। त्यही अवसरमा मेरो दाइ दिल प्रसाद लेखानिया शिक्षक हुनुहुन्थ्यो भनेपछि म त्यही अवसरमा इन्डिया आर्मीमा जोइन भएको अवसरमा मेरो दाइ दिल प्रसादले लेखानिया पढाउँदै हुनुहुन्थ्यो। जे होस् म दिल प्रसाद दाइको एकदम हनुमान अग्रज एक खम्बा मलाई नसुनिकन मेरो दाइले एउटा सिङको पनि गर्नुहुन्थेन है। म एउटा भन्न चाहेँ। अनि त्यही अवसरमा दाइले यहाँ हामी भन्यो भने हाम्रो मन्त्रीजी हुनुहुन्छ है एकदम साक्षात्कार दाइ दिल प्रसाद यस्तो थियो कि ऊ पक्का कम्युनिस्ट थियो। आर्मी शासनमा त्यो अवस्थामा हामीले कोडाको कपडा लाएर भोटो लाएर हिँड्ने अवस्थामा जोस लेखानीमा 1.5 पोसाक स्कुलको पोसाक जस्तो अहिले यो बोर्डिङ स्कुलहरूमा छ। त्यही अवस्थामा हामीलाई त्यो शिक्षा भन्ने ठाउँबाट खेलपाती ठाउँ भन्ने लाइन लाएर स्कुलमा जानु पर्थ्यो। स्कुलको बिदा भएपछि एक लाइनसित घरमा नपुग्नेसम्म डाइनी लाइन नगरिकन घरमा पुऱ्याउने एउटा त्यो चलन बिसाल्नु भएको थियो है। मैले जानकारी दिएँ लागि जो आर्मीमा जस्तो हुन्थ्यो मणिभद्र मन्त्रीज्यू यही हुनुहुन्छ उहाँले नै पढाएको हामीलाई। मणिभद्रजी उहाँ 7 महिनाको जन्म भन्छन् उहाँ साँच्चै 7 महिनाको धरतीको पुत्र हो। मन्त्री पनि हुनुभयो। पढाइमा कहिले सेकेन्ड हुनु भएन। बट्टै म पढ्दाखेरि फर्स्ट सेकेन्ड थर्ड हुन्थ्यो भनेपछि म पढेको अब क ख पढ्दै 2 सम्म त पढेँ। 2बाट 4 4बाट 6 यस्तै पढ्दा अहिलेसम्म पनि आउँछ। अहिले त बिमारी भयो रोगी भयो बुढी भयो। हाम्रो साथी मन्त्रीज्यू मणिभद्र सर हुनुहुन्छ मन्त्रीज्यू हुनुहुन्छ है। अब दाइ चाहिँ यस्तो हुनुहुन्थ्यो कि दिल प्रसाद जो म बिना कुनै काम गर्दाखेरि पहिला मलाई सोध्नुहुन्थ्यो। उहाँ चाहिँ पहिला लेखानीको हेडमास्टर हुनुभयो। हेडमास्टर नहुँदै मैले मेरो जीवन कहानी र हाम्रो दाजुभाइको सङ्गत भन्दैछु है। अनि यसमा मेरो माइलो भएको छोरा गणेशमान श्रेष्ठ है। उहाँले 5 क्लास पढ्दाखेरि दाइले दिनुबाट 8 क्लासको सर्टिफिकेट लिएर गणेशमानलाई नर्मल तालिमको लागि पोखरा पठाउनु है। पोखरा गएपछि उनले चाहिँ
नर्मल तालिम भन्थे त्यतिखेर। त्यो नर्मल तालिम पढेर आएपछि दाइ हेडमास्टर हुनुहुन्थ्यो त्यतिखेर। त्यो नर्मल तालिम मान्यता दिएको रहेछ नेपाल सरकारले अब त्यतिखेर। अनि गणेशमान चाहिने हेडमास्टर भयो। अब दाइले चाहिँ हेडमास्टर गर्दाखेरि यो त 4-5 पढेर 8को सर्टिफिकेट लिएर पढाउँदै ऊ आएर यहाँको हेडमास्टर हुन्छ भने अब म त साइडमा पढ्न अप्ठ्यारो भयो। अनि त्यति गर्दा गर्दै म त्यतिखेर आर्मीमा थिएँ। मलाई चिठी लेख्नुभयो दाइले, भाइ म के गरौँ त्यसै ल राजा पढेर राजा हराउन, काजी पढेर काम हराउन तुरुन्तै जाऊ तिमी पनि पढ्न पोखरा है। पोखरामा जानुभयो, नर्मल तालिम गर्नुभयो। त्यहाँनिर जो प्रकारको शिक्षा योगदान उहाँ चाहिँ शिक्षाको ज्योति र अनुशासनको ज्योति उहाँको एकदम ज्योति हुनुहुन्थ्यो है। अनि त्यति गर्दा गर्दै फेरि त्यहाँनिर पढ्दा गर्दै अब मेरो कहानी पनि भन्छु। म लाउडे भएर आएपछि बिहा गर्न पऱ्यो है। बिहा गर्दा गर्दै अब यो यही स्कुलमा है मेरो दाइले केटीहरू देखाउनु ल्याएको क्या। अब म त लाउडे भयो, यहाँ त सानसानो केटीले पढ्यो नि यसरीसम्म है। अनि मैले हुन्न त्यस्तो पढेको केटी बिहा गर्नु हुन्न भन्दै मैले पनि अब त्यतिखेर 32 सालमा बिहा भयो। अनि त हामी घर परिवारमा सबै शिक्षित हुनुपर्छ। शिक्षित परिवार भयो भने घर उज्यालो हुन्छ, संसार उज्यालो हुन्छ, सबै कुरामा बाधा अड्चन हुँदैन भन्ने त्यस्तो प्रस्ताव राख्दा राख्दै मैले पनि अब एसएलसी पास गरेकै बिहा गरेँ पढ्याबाट। अनि उहाँ पनि अब शिक्षक हुनुभयो लगभग 7 वर्ष जति। अनि हामी दुईटै बुढाबुढी हेर्नु पनि सक्यो। दाइ यस्तो एउटा हो जो चाहिँ कि बोलेपछि गरेपछि तर एउटा काम गर्दाखेरि मलाई नसुइल गर्नुहुन्थेन। त्यसैले उहाँ चाहिँ शिक्षाको ज्योति, सरस्वतीको ज्ञान ध्यान सर्व कुरामा अग्रज हुनुहुन्थ्यो, ध्यानमा सबैमा। र यति भन्दै मैले मेरो भनेको भाइलाई नमस्कार है। धेरै धेरै धन्यवाद विशाल गुरुग्राम कान्छा भाइ शेरबहादुर प्रधानजी। उहाँ पनि धेरै वर्ष यसै स्थानमा बसेर आफ्नो कर्मठल बनाउनु भयो र व्यापार व्यवसायको क्रममा अहिले उहाँ काठमाडौँ जानुभएको छ। त्यहाँ रहेर पनि उहाँले आफ्नो तर्फबाट सक्ने सामाजिक सेवामा क्रियाशील रहनुभएको छ। आजको यस क्षेत्रमा उहाँप्रति पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। आउने उपस्थित सम्पूर्ण महानुभाव